नमस्कार। कोशी प्रदेश सरकारले कृषि व्यवसायीकरणलाई लक्षित गरी कार्यान्वयन गरिरहेको कृषि कर्जामा ब्याज अनुदान सम्बद्ध विषयमा हामी चर्चा गर्न गइरहेका छौं। कोशी प्रदेश सरकारले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न तथा व्यावसायिक बनाउन कृषक लक्षित विभिन्न कार्यक्रम र अनुदानहरू सञ्चालन गर्दै आएको छ। जस अनुरूप कोशी प्रदेश सरकारले कोशी प्रदेश कृषि कर्जामा ब्याज अनुदान व्यवस्थापन कार्यविधि 2081 कार्यान्वयनमा ल्याएको छ। यस कार्यविधि अनुसार कृषि क्षेत्रमा लगानी गर्न चाहने फर्म तथा उद्यमीहरूले सम्बन्धित बैंक, वित्तीय संस्था र सहकारी संस्थाबाट ऋण लिन सक्नेछन्। कृषि कर्जाका लागि छनौट भएका विभिन्न जिल्ला तथा स्थानीय तहमा रहेका बैंक, वित्तीय संस्था र सहकारी संस्थाहरूको विवरण कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालयको वेबसाइट www.moiac.koshi.gov.np मा प्रकाशन गरिएको छ। कृषि कर्जामा ब्याज अनुदान लिन चाहने कृषि फर्म तथा उद्यमीले आफ्नो जिल्ला स्थित छनौट भएका र आफूलाई पाएक पर्ने बैंक, वित्तीय संस्था, सहकारी संस्थामा सम्पर्क गरी कृषि कर्जाको लागि निवेदन दिनुपर्दछ। निवेदन दिए पश्चात बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाले कर्जा प्राप्तिका लागि कार्यविधिमा उल्लेख भए बमोजिम कृषि उद्यमीलाई प्राविधिक उपयुक्तताको सिफारिस, कृषि बाली सम्बद्ध व्यवसाय भए जिल्ला स्थित कृषि ज्ञान केन्द्र र पशुपन्छी पालन तथा मत्स्य सम्बद्ध व्यवसाय भए जिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट उपलब्ध हुनेछ। सम्बन्धित कृषि ज्ञान केन्द्र वा पशु सेवा विज्ञ केन्द्रले प्राप्त निवेदन अनुसार कृषि उद्यमीले सञ्चालन गर्न प्रस्ताव गरेको व्यवसायको प्राविधिक उपयुक्तताको सिफारिस उपलब्ध गराउनेछ। प्राविधिक उपयुक्तताको सिफारिस सहित कृषि उद्यमी कर्जा लिन सम्बन्धित बैंक, वित्तीय संस्था वा सहकारी संस्थाबाट प्रचलित नियमअनुसार ऋण स्वीकृत गरी परियोजना कार्यान्वयन गर्नुपर्दछ। कृषि कर्जामा ब्याज अनुदान व्यवस्थापन कार्यविधि अनुसार कर्जा लिन चाहने कृषि उद्यमीलाई थप जानकारी चाहिएमा जिल्ला स्थित कृषि ज्ञान केन्द्र वा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा सम्पर्क गर्न सकिनेछ। कर्जा सम्बन्धी अन्य सम्पूर्ण व्यवस्था कोशी प्रदेश कृषि कर्जामा ब्याज अनुदान व्यवस्थापन कार्यविधि 2081 बमोजिम हुनेछ। उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश।